टाउन प्लानिङ भन्दो रहेछ। यो भक्तपुरको टाउन प्लानिङ भनेको मनोहरा खोलाको नजिक, खोलाको छेउमा यस्तो पार्क रहेछ। अनि यो पार्कलाई टाउन प्लानिङ भन्दो रहेछ। यहाँ चाहिँ रुख बिरुवाहरू टन्नै छ, शीतल छ। गर्मीको समयमा घुम्नको लागि एकदम शीतल ठाउँ रहेछ। टाउन प्लानिङ भन्दो रहेछ ठाउँलाई। ल हेर्नुहोस् खोलाहरू, खोलाको ओहो, खोलाको छेउमा मकै रोपेको छ त हो खोला छेउमा त। मकैबारी, आमामा मकैबारी त टन्नै रहेछ त नि। अनि खोलो, यो मनोहरा खोलो हो उता। यो चाहिँ फर्स्ट टाइम शनिबारको दिन यसो यही बाटो हिँडेको मौकामा चाहिँ यो भिडियो बनाएको है गाइजहरू। कस्तो शीतल ठाउँ रहेछ, आनन्द शीतल शीतल ठाउँ। यता चाहिँ रोड। ल मान्छे त अहिले भर्खर बोलेर अहिले भर्खर गएको त हो, गायब भयो। बगैँचा जस्तो टाइपको जहाँ जाँदा नि भिडियो बनाउने भन्ने, जहाँ जाँदा भिडियो। ल भिडियो जतिखेर भिडियो बनाएर चाहिँ पैसा आउँछ अरे, पैसा आउँछ अरे। के हो यो खोलाको छेउमा? आमामा ढल हेर त, खोलामै मकै रोप्दैछ क्या। खोलामै मकै रोपेको छ। कस्तो रमाइलो ठाउँ, बोट बिरुवा कति धेरै हो, कति राम्रो ठाउँ होला, कति शीतल ठाउँ होला। ओहो अनि कता चाहिँ होला मान्छे नै गायब भयो त। बाइक लिएर आएर ओहो अगाडि टल्किँदै रहेछ फेरि, आमामा।